तिमीले कहिल्यै आफैलाई हराएको अनुभव गरेका छौ? जब बाहिर कसैले तिमीलाई हराउँदैन, तर भित्रको आवाजले भन्छ, तिमी सक्दैनौ। यो कथा हो आरवको, तर साँचो भन्नुपर्दा यो कथा तिमी र मेरो पनि हो। आरव कुनै असाधारण युवक थिएन। उही मध्यम वर्गको घर, बिहानको चिसो पानीले नुहाएर कलेज जाने, साँझ घर फर्केर किताब खोल्ने, तर मन चाहिँ कहिल्यै नखुल्ने। उसको सबैभन्दा ठूलो शत्रु कोही अरू थिएन, ना शिक्षक, ना समाज, ना परिस्थिति। उसको शत्रु थियो उसकै मन। जब ऊ ऐनाको अगाडि उभिन्थ्यो, उसले अनुहार होइन, कमजोरी देख्थ्यो। जब ऊ सपना देख्थ्यो, सपनाभन्दा पहिला डर आउँथ्यो। जब ऊ प्रयास गर्न खोज्थ्यो, आलस्यले काँध समाएर भन्थ्यो, भोलि गरौँला। भोलि, त्यो भोलि कहिल्यै आएन। एक रात परीक्षा नजिक थियो। टेबलमा किताब खुला थियो, तर मोबाइलको उज्यालो आँखामा टाँसिएको। भित्रबाट आवाज आयो, आरव, तिमी फेरि हार्दैछौ। ऊ झसङ्ग भयो। उसले कोठाभरि हेर्यो, कोही थिएनन्। तर त्यो आवाज स्पष्ट थियो। त्यो आवाज उसको डर थियो। डरले उसलाई सधैँ सम्झाउँथ्यो, तिमी पहिले असफल भइसकेका छौ। अरूहरू तिमीभन्दा अगाडि छन्। तिमी साधारण हौ। त्यो रात पहिलो पटक आरवले जवाफ दियो, हो, म साधारण हुँ, तर म हार मान्ने मान्छे होइन। त्यो वाक्य ठूलो थिएन, तर त्यही वाक्यले युद्धको घोषणा गर्यो। अर्को बिहान 5 बजे अलार्म बज्यो। पुरानो बानी अनुसार उसले बन्द गर्न खोज्यो, तर आज केही फरक थियो। उसले आँखामा आँखा जुधाएर भन्यो, उठ, युद्ध जित्न चाहन्छस् भने पहिलो चाल तिमीले चाल। ओछ्यान न्यानो थियो, तर लक्ष्य त्यसभन्दा न्यानो थिएन। ऊ उठ्यो। त्यो उठाइ सानो थियो, तर त्यही सानो उठाइले इतिहास बदल्ने बिउ रोप्यो। दिनहरू सजिला थिएनन्। डर फेरि आउँथ्यो, आलस्य फेरि फुसफुसाउँथ्यो, आत्मसन्देह फेरि काँधमा चढ्थ्यो। कहिलेकाहीँ ऊ हार्थ्यो पनि, कहिलेकाहीँ ऊ रोयो पनि। तर अब एउटा फरक थियो, ऊ लडाईँ छोड्दैनथ्यो। उसले बुझेको थियो, बाहिरी सफलता त भित्री जितपछि मात्र आउँछ। एक दिन परीक्षा आयो। उसले उत्तर लेख्दा हात काँपिरहेको थिएन, किनकि ऊ किताबसँग मात्र होइन, आफ्नो डर, आफ्नो आलस्य, आफ्नो आत्मसन्देहसँग लडेर आएको थियो। परिणाम आयो, ऊ पहिलो भएन, ऊ टपर भएन, तर उसले केही ठूलो जित्यो। उसले आफैलाई जित्यो। वर्षौंपछि आरव एक सफल व्यक्ति बन्यो, तर उसको सबैभन्दा ठूलो उपलब्धि पद, पैसा, नाम थिएन। उसको सबैभन्दा ठूलो उपलब्धि थियो, अब ऐनामा हेर्दा उसले कमजोरी होइन, सम्भावना देख्थ्यो। सुनिरहेका तिमीलाई म एउटा कुरा भन्न चाहन्छु। जीवनको सबैभन्दा ठूलो युद्ध बाहिर हुँदैन, त्यो तिमी र तिम्रो डर बीच हुन्छ, तिमी र तिम्रो आलस्य बीच हुन्छ, तिमी र तिम्रो आत्मसन्देह बीच हुन्छ। जब तिमी आफैसँगको युद्ध जित्छौ, संसार तिमीलाई रोक्न सक्दैन। आज राति जब तिमी ऐनाको अगाडि उभिन्छौ, आफ्नो कमजोरी नहेर, आफ्नो सम्भावना हेर। डर आयो भने भाग्नु होइन, उसको आँखामा हेरेर भन, म साधारण हुन सक्छु, तर म हार मान्ने मान्छे होइन। किनकि अन्ततः सफलता त्यो मान्छेको हुन्छ जसले संसारभन्दा पहिले आफ्नो मनलाई जितेको हुन्छ।